म्याङलुङ क्याम्पस तेह्रथुममा शिक्षामा प्रविधिको प्रयोग विषयक राष्ट्रिय सम्मेलन आयोजना गरिएको छ। शिक्षण सिकाइ क्रियाकलापलाई प्रविधि मैत्री बनाउने उद्देश्यले सम्मेलनको आयोजना गरिएको हो। शिक्षामा जुन ढङ्गले यो नयाँ प्रविधिको प्रयोग छ, यसले चाहिँ के भनेदेखि भोलि आउने दिनहरूमा कसरी रोजगारी चाहिँ सृजना गर्ने, कसरी चाहिँ यो समाजलाई अगाडि बढाउने, अब हाम्रा युगका के भनेदेखि बालबालिकाहरूले कसरी प्रतिस्पर्धी भएर आफूलाई अगाडि बढाउने, यी विषयहरूमा यहाँ प्रशस्त छलफल, अन्तर्क्रिया, प्रेजेन्टेसनहरू भइरहेका छन्। पब्लिक क्याम्पस संघ कोशी प्रदेश अध्यक्ष समेत रहनुभएका सुकुना बहुमुखी क्याम्पस मोरङका प्रमुख अर्जुन राज अधिकारी हिजोदेखि शुरू भएको सम्मेलनमा त्रिभुवन विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय सहित 9वटा विश्वविद्यालयका 17वटा क्याम्पसका प्राध्यापक, उपप्राध्यापक र विद्यार्थीहरूको सहभागिता रहेको छ। अबको शिक्षा प्रवृत्ति बिना अधुरो हुने भएकाले यो सम्मेलनले शिक्षालाई प्रवृत्तिसँग जोड्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुहुन्छ सम्मेलनका एक वक्ता बरुड बहुमुखी क्याम्पस संखुवा सभाका प्रमुख चित्ररेखा अधिकारी। अबको टिचरहरू भनेको त्यो बुकलेस हुन थाल्नु पर्दछ, आइसिटीलाई हामीले जोडेर कक्षा रूपमा लानु पर्दछ र अहिलेको जेनेरेसनमा चाहिँ हामी त्यो एउटा के हुन्छ भनेदेखि त्यो खालको ट्याकल गर्न सक्ने टिचर हुनुपर्छ भन्ने कुराहरू त्यही एउटा हामीले प्राप्ति भएको छ र त्यो कुरा सिकाइहरू गरेर गइसकेपछि आफ्नो शैक्षिक संस्थाहरूमा चाहिँ त्यसलाई पनि हामी जोडेर लाने कार्यान्वयन गर्ने कुरामा लागेछौँ। विश्वविद्यालय अनुदान आयोग यूजीसी नेपालको आर्थिक सहयोगमा म्याङलुङ क्याम्पस तेह्रथुमले सम्मेलनको आयोजना गरेको हो। अनलाइन शिक्षा, डिजिटल सामग्री, भर्चुअल लर्निङ तथा अनुसन्धान प्रविधिको प्रयोगले शिक्षा क्षेत्रमा नयाँ सम्भावनाहरू सिर्जना गरिरहेको अवस्थामा राष्ट्रिय स्तरका विज्ञ, प्राध्यापक, अनुसन्धानकर्ता तथा सहभागीहरू बीच विचार आदान प्रदान गर्नु सम्मेलनको प्रमुख उद्देश्य रहेको म्याङलुङ क्याम्पस तेह्रथुमका क्याम्पस प्रमुख प्रकाश ढुङ्गानाले बताउनुभयो। पुरानो शिक्षाले अब अध्ययन अध्यापनमा प्रायोरिटी नपाउने भएको हुनाले यसको मुख्य उद्देश्य नै भनेको विद्यार्थीलाई नवीन अभ्यास गराउनु, शिक्षण सिकाइमा नवीन अभ्यास, प्रविधिको प्रयोग, प्राविधिक उपकरणको प्रयोग गरेर हामीले सम्पूर्ण विद्यार्थीहरूले अनुसन्धान गरून्, शिक्षा लिउन् भन्ने उद्देश्य लिएर हामीले यो कार्यक्रम आयोजना गरेको हो। कोशी प्रदेशको पहाडी जिल्ला तेह्रथुममा यो स्तरको बौद्धिक छलफल पहिलो पटक भएको हो। सम्मेलनमा वक्ताहरूले प्रस्तुत गरेका विषयवस्तुहरूबाट निकालिएको निष्कर्ष समेटिएको प्रतिवेदन पुस्तिका समेत तयार गरिने बताइएको छ।